यति धेरै गाली गर्थ्यो, सबै बाटोमा गएर अपव्याख्या लगाइदिन्थ्यो उसको भाषण प्रवचनहरूको, सबै बाटोमा गएर उसको मान मर्यादालाई हानि पुर्याउने काम गर्थ्यो। तर पनि सन्त कविरले कहिले पनि वास्ता गर्नुहुन्थ्यो। जब त्यो छिमेकी मऱ्यो, सन्त कविर त्यस दिन रुनुभयो र उसका साथीहरू आएर सोधे, तपाईँलाई त सधैँ यसले होच्याउँथ्यो, सधैँ गाली गर्थ्यो, तर किन रुनुभयो भनेर। त्यस दिन सन्त कविरले दिनुभएको जवाफ हाम्रो लागि दृष्टान्त हुनसक्छ। उसले मेरो कुरा काटेर मेरो पापहरू पखालिदिरहेको थियो, अब कसले मेरो पापहरू पखालिदिन्छ भनेर। त्यो एउटा सिख हो हाम्रो लागि। जसले हाम्रो कुरा काट्छ, जसले धेरै गाली गर्छ, तपाईँ विचलित हुनै पर्दैन। एकछिन नराम्रो लाग्छ होला, तर बुझ्नुहोस् र सम्झिनुहोस्, यो सारा ब्रह्माण्डको सानो कण हो। हामीलाई कसैले के भनेर खास फरक पर्दैन, आफ्नो बाटो हिँडिरहनुपर्छ। जब रोकिन्छ नि, त्यसपछि हाम्रो ग्रोथ रोकिन्छ। यदि त्यो अवस्थामा पनि हामीले त्यसलाई छिछोलेर अगाडि बढ्यौँ भने चाहिँ जिन्दगीमा सायद शान्तिको कुराले छुँदैन होला।